लसो फ्यापुल्ला सबैजनालाई गाउँमा गएको बेलामा अब लोकल भाले अनि ढेँडो खाएको भिडियो बनाएको थियो हो। त्यही भिडियो तपाईहरु माझ देखौँ कि भनेर म उपस्थित भएको छु। त्यही भएर भिडियो अन्तिमसम्म हेर्नु होला। आपाले भालेलाई अब यस्तो मजाले झम्ट्यो नि, एकै सटमा समात्नु भयो। त्यसको काम तनाम गरिसकेपछि अब यसो भालेलाई हुन्छ नि टक्क रेडी गर्दै थियो। मेरो काम भिडियो बनाउने मात्र थियो। आपाले सबै टुक्रा फाइनली पारी पनि सक्नु भएको थियो। फाइनली मर मसला सबै तयार भइसकेको थियो। अब पालो थियो यसलाई बनाउने। आगो फुक्नतिर लागे। यति काम सकुन्जेलसम्ममा घाम पनि अस्ताउन लागिसकेको थियो। मेथी, प्याज अनि मासु। दिनी से सिया से तमा दिनी से सिया से नुन, 12 मसला, जिरा मसला, टिकटक खोली हेर्दा देखेको फरियो तेजैमा। मासुमा भएभरको सबै चिज हालेर फेरि छोपे। अप्पै कति मिठो देखेको। पठाए मेसेज इनबक्समा लाइभ आउनु। अब झोल हाल्ने ल। लोकल भालेको मासुमा झोल सरप्प हालेर ढेँडोसँग मस्तले खानुपर्छ। पाक्यो। अब एकचोटि चाखेर हेरौँ कस्तो रहेछ। क्लोजिङ अलि सँग जाऊ ल। अब आगो ही जाऊ ल। ए क्रोलमा हो सधैँ खान्छौँ। छेरा नि जिम लोकल भाले खतरा। फाइनली मासु पाकिसकेको थियो। अब यो मासुसँग खानलाई ढेँडो त चाहियो। त्यो पनि बसाल्नतिर लाग्यो। खाजी कानको काङ बाइगे तिमी मार्ने कान काङ मरि सही नहुने। मेरो प्यारी आमाले बनाउनु भएको ढेँडो मासु एकदमै मिठो हुन्छ। मलाई कहिले खौला खौला जस्तो भइरहेको थियो। त्यो लिएर आमा खाल त फल लगाऊ। फाइनली ढेँडो पनि पाकिसकेको थियो। अब अघि नै मलाई कहिले खौला 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 जस्तो भइरहेको थियो। लोकल नग वाबला स्यादेन छन् कामल गन्तिनी खार भनाङ पुङ धोला। ल फाइनली आमाले बनाउनु भएको लोकल भालेको मासु त्यो सँगसँगै ढेँडो होइन। यो चाहिँ पाङ्ग्रा, हाम्रो तामाङ भाषामा चाहिँ यसले फोदे भन्छ। यो चाहिँ मेरो एकदम फेभरेट हो। त्यही भएर मलाई हाल्न लगाएको मैले। ल अब खाएर हेर्छ है त कस्तो हुँदो रहेछ। सुरु गरौँ ल। लासो 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 ल लासो
निहेल्दाले मेरो फेभरेट चिज हट खत्रै मिठो भएछ ल उहिले त में आकेले जिसके न भन दो हेर्न